हेलो हेलो नमस्कार सबैजना देश विदेशमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आज हाम्रो प्रोग्राममा धेरै रमाइलो मेला लागेको रहेछ। इन्टरनेटको दुनियाँबाट मैले पनि प्रदेशबाट हेर्न पाएँ, धेरै खुसी लाग्यो है। सदाको मेलाभन्दा अहिले चाहिँ धेरै विकसित भएको रहेछ, धेरै खुसी लाग्यो देख्न पाइयो। धेरै यस्तै विकसित भएर अगाडि बढेको एउटा धेरै खुसी लाग्छ आफ्नै गाउँठाउँको टाढोबाट देख्न पाउँदा होइन। यसै गरी रमाइलो गरेर गाउँ समाजहरू मिल्दै जुट्दै गरेर अगाडि बढ्छ, धेरै राम्रो लाग्छ मलाई पनि। धेरै राम्रो छ, धेरै राम्रो देख्न पाइयो, धेरै विकसित भएर छ। अहिले चाहिँ नयाँ एउटा अध्यक्ष हाम्रो विराम बहादुर कुरालाई धेरै भन्ने भएको छ होइन। यतिको चाहिँ गर्नुपर्छ भने अहिले चाहिँ सबै नेपाली सिकाएर पुरुषहरूले आफ्नो आफ्नो ड्रेसहरू दिएर मतलब ड्रेसहरू लगाइदिएर यतिको चाहिँ गराउनु भएछ होइन। यस्तै विकसित मान्छेहरूको धेरै खाँचो छ हाम्रो गाउँ समाजमा होइन। यस्तै मान्छेहरू चाहिन्छ हामीलाई। उहाँले चाहिँ धेरै विकासहरू गर्नुभएको छ, उहाँको पक्षमा चाहिँ सधैँ रहिरहनुपर्छ मान्छेहरू होइन। पछाडि बाटो साथ सपोर्टहरू दिइरहनुपर्छ हामीलाई। यस्तै मान्छेहरूको धेरै खाँचो हुन्छ, धेरै खुसी लाग्यो है। धेरै वर्ष पछाडि लगभग 7-8 वर्ष भयो होला यो मेलामा नगएको होइन। मैले मेला हेर्न पनि नगएको, आज यो इन्टरनेट सामाजिक सञ्जालको दुनियाँबाट हेर्न पाउँदा चाहिँ एकदमै खुसी लागेको छ। सायद साथमा भएको भए, साथमा सँगै देख्न पाएको भयो भने चाहिँ खुसी लाग्थ्यो होइन। के गर्ने, मान्छेको जिन्दगी नहुने होइन, सधैँभरि गाउँबाट बसिरहन पाइदो रहेछ र प्रदेशको जिन्दगीमा कहीँ न कहीँ त सबैजनाले आफूले सोचे जस्तो होइन कहाँ हुन्छ। घर व्यवहार घर स्थितिहरू परिस्थितिहरू चलाउनु पर्यो होइन। यस्तै छ होइन। टाढैबाट हेर्न पायो, देख्न पायो, धेरै खुसी लाग्यो। धेरै राम्रो रहेछ, धेरै विकसित भएको रहेछ। नमस्कार।